मिनेट भयो ल ह्यापी बर्थडे थ्याङ्क यू यस आज ट्रिप हेऱ्यो नि त यस्तो गरेर ल यो लाग्यो यो अफ भयो स्क्रिनसट के हो बिचमा टप गर्नु आजको लागि के तपाईँ रेडी हुनुहुन्छ नि हजुर म एकदम रेडी छु ठिक छ नि सर पहिला इनर्जी दिन पऱ्यो नि त गाइडलाइन यो तपाईँको भयो होइन यो चाहिँ हाम्रो हो सुमी सर लन्च यहाँ छ है यो हाम्रो लन्च हो होइन ल टक्क है त ल स्टप गरौँ है त एकपल्ट के को लन्च हो यो म्याक म त अहिले खाने कस्तो होला अहिले चाहिँ हामी अब यो बर्थडे स्पेसल यो कुन हाइवे सर यो टोकियो हाइवे होइन टोकियो हाइवेमा छौँ हामी फ्रन्ट गर्दा कसरी हो फ्रन्ट कसरी गर्ने क्यामेरा आफ्नै त के होइन सर के छ ठिक छ नि होइन ल ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे यो मेमोरी हुन्छ भनेर अगाडि भन्ने ल सरसँग आएर बोरिङ हुनु छ अलिअलि अहिले होइन वा बाटो होस् त यस्तो होस् न हौ यस्तो होस् बाटो नि यस्तो बाटो होस् क्या लाएर सूर्यदेवा अब हाम्रो चाहिँ टुर ではそれでは今日はお誕生日おめでとうございますでは今日お誕生日のついて1分間スピーチ住田さんからお願いしますおめでとうございます。おめでとうございます。じゃあ、ちょっと早めに行きましょう。ということでお時間ないところですねちょっとですね 한잔 출발해야 가리면 뭐 이렇게 아빠 말이 ブッダのところ行ってきましょうねはいはいत्यही भएर मैले पर्छु बुद्धということで यहाँ दर्शन गरेर मात्रै चल्नुपर्छ नमस्कार गौतम बुद्धका शरणमा हामी सरको बर्थडेमा आइपुग्यौँ हाम्रो सरको जीवनमा सुख स्वास्थ्य शान्ति समृद्धि पाइरहोस् सर र म चाहिँ यसरी बर्थडे मनाएको लगभग 22 वर्ष भयो होइन 22 वर्ष सँगै 22 वर्ष भयो हामीले बर्थडे मनाएको एकदम त्यही भ्याउनलाई यसरी गर्ने यो त आउनु पर्यो नि त ओ माइ गॉड के पहाड पहाड त पुरै छ सुमी यो के हो यो गल्छी ढुङ्गा छ होला यता हेर्नु नि त पुरा गर्यो ओ अब तिमीहरूलाई म अर्को बुद्धमा फेरि लान्छु अर्को बुद्ध पछिको हामी माथि छौँ धेरैको टाढा छौँ होइन बालीमा उसमा चाहिँ के अरे यो के अरे मलाई चाहिँ मालदिप्स जानु मन लाग्छ कस्तो कुरो बेग्लै छ मालदिप्स यो सीमा हो नि सीमा सीमा त सीमा नै हो अनि सीमा के आडो सोच्यो भयो के भएको छ नि भयो है भाइ सँगै पनि साथी
Oh my god. Very hot. Huh? Oh my god. Lens. यो पहाडलाई ओ यो त हेर्नु न ओहो ओ माई गड ल है हामी उताबाट दिएको छु त्यहाँबाट भएको उतै हो पर ओ माई गड त्यही भएर त बेलुका जान्छ क्यामेरा झालै बच्चाहरू आइसक्यो आउँछ त्यो बन्जी हानेको याद आयो मलाई ओ माई गड यहाँ बन्जी स्पोर्ट बनाउँ क्या हामीले लाग्ने है उनीहरू यहीँबाट सादा गइहाल्छ नि त्यहाँ त बेन्च चेन्ज पनि रहेको केटाहरूलाई ऊ लान्छु भनेको त्यहाँनिर छ क्या पछाडि यसको पछाडि ब्याक साइडमा बुद्ध अर्को बुद्ध छ क्या डर त लाग्ने हो माटो नि मिल्दैन त्यहाँ जाने हो उता पनि जाने ठाउँ छ कि अर्को रोप लाइन छ कि त्यहाँ उताबाट रोप लाइन जाने हो हामी अब हेर्ने एकछिन छिटै आइपुग्यो के अब माई गड त्यहाँ पसिनै आयो नि छिटो आउँछ पसिनै आयो लुक एट दिस ब्युटिफुल भ्यू यो कति छ यहाँको हाइट ल यहाँ चाहिँ अनप्लानै भयो यो चाहिँ होइन अब नारायण सरको ह्याप्पी बर्थडे होइन सुमी सर ह्याप्पी बर्थडेमा कहाँ जाने त भन्दाखेरि अब होइन अब गौतम बुद्धको होइन दर्शन भन्ने हिसाबले यहाँनिर आयो रमाइलो हाइकिङ भयो पसिना आयो है पसिना निकाल्यो तर हामीलाई एउटा प्रब्लम छ त्यो पार्किङको भनेको 4 बजी क्लोज हुन्छ अरे पार्किङ तर पनि हामीले 4 बजे इनफ 4 बजे नि धेरै छिटो के केवल ग्राउन्ड जाने त जान चाहिँ अनि गाडी चाहिँ फेरि उताबाट हिँडेर आउनु भयो जाउँ न फेरि लिन आउला नि त्यसो गरेर एउटा हेरेर जाउँला नि त चढेर आयो दौडी त हामी यतिको बच्चाहरूलाई कस्तो डर नलाग्यो Oh my god. मिठो पसिना आयो नि सर क्यामेरा चाहिँ राम्रो आउँदैन किनभने वेदर चाहिँ खासै राम्रो हुन्छ नि जानुपर्छ बुद्ध हेर्ने त्यही त्यहाँबाट यसै जाने हो क्या तलबाट यहाँनिर त फोटो खिच्नुपर्छ राजा यहीँ हो कि मेन पोइन्ट हो अहिले मैले उता झुक्किन्छु फोटो हाने भाइ मलाई चाहिँ फोटोको इन्ट्रेस्ट लाग्न छोड्यो तपाईँ बुढो भयो है ओ माई गड माइन्ड त फ्रेस हुने रहेछ है ऊ त्यहाँ कति छोटो भएर हेलिकप्टर गयो हेर त ऊ त्यहाँ बस्न ल्यान्ड गर्न लाग्यो क्या उनीहरूको चाहिँ चेडअप चाहिँ राम्रो हुन्छ कि है जसो गरे नि अब म उहाँ जान्छु कि म लास्ट टाइम ऊ त माथि खतरा हो कि कस्तो हजुर अहिले हामी यो बाटो आउने भनेको हामीले अर्को बाटो आइएछ क्या अब त्यही बाटो ल आउनुहोस् यहाँ एकछिन बसौँ नि जाउँ कति राम्रो दृश्य ल कति रमाइलो क्या माई गॉड look at this guy's too much tired look at this टिस्यु हारिमा चाहिँ
चिसो कुन मरिने त त्यति छ यहाँ मान्छे चिसो होस् जस्तो सोसलाइज छ के छ त्यसमा क्यालोरीहरू पाइन्छ अरे त्यो भएर चाहिँ सोसलाइज भयो अरे कि त्यो सोसल बिहामा नि चलाएको छ जानी चल्छ नि त भने त्यहाँ पारिने उतापट्टि मन्दिर भएको कता हो यस्तो टक्करमा मन्दिर थियो नि टाकुरा जस्तोमा हजुर टाकुरा जस्तो मन्दिर थियो समेत हेर्नुहोस् हजुर 3D मा हेर्नुहोस् यो 3D मा जमाना यो कहाँबाट आएको छ भन्नु 4D 3D 5D होइन जिन्दगानीमा यहाँ तल जान्छ नि त यहाँबाट हो सरै त आयो के भन्छ अरे अब फुटाउनु पाउँछ मलाई मैले बोलेको त्यस्तै भनेर त गुरासै रहेछ यो बस्नु के रहेछ ल पहिरो गएछ सर त्यो न्युन्चे खाना पनि मजा आउँछ भयो होइन होइन त्यस्तै ल सर पानी खाउनु हाम्रो सोल्टीकै ल पानी खानु भयो ल मुहानको पानी स्याङ्जाको प्योर स्याङ्जाको पानी खानु तलमाथि गरेर मजाले हिँडाउने हो खत्रै हुन्छ मजाले काटिदिन्छ पहिला जाउँ अब है ल फर्क्यौँ अब आजको यात्रा सक्यो होइन बर्थडे म्यान है उहाँ चाहिँ खाली राख्ने हाँसो खुसी मान्ने बस्न खोजिरहेको
हो त देखाउन के हाम्रो जेस्टो होइन आइरहेको यो पोर्सेलाई हामीले टर्ने पोर्से पोर्सेलाई टर्ने नि हामी पोर्से साढे पोर्सेलाई टर्ने पारेर होइन भर्खर त 120 भएरै छ नर्मल छ म तपाईँ बिचमा हिँड्नुहुन्छ ओहो त्यो पारेको बसले टप फेरि बसले टप बसमा मेरो यसरी लानु है ल धेरै राम्रो देखिन्छ हाम्रो चाहिँ यो गाडीसँग यो पोर्से हो गाडीको होइन लाइक अब एक खालको कम्पिटिसन जस्तो भइरहेछ क्या हामीलाई टप्ने मलाई डर नै वा दबाउनु भएको छ Clapping. Ooh, 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 ooh. हामी हाँस्दैको देखेर त्यसलाई भयो क्या रुमाल भिरेर Monster power है त पानी पर्ला जस्तो है रोड ट्रिप हामी यो डिरेक्सन जाँदैछौँ है सिधा त्यसले हामीलाई ल्याङ गर्दैन अघि हामीलाई हाँसेको होइन कोसेर देखाएको किन ब्रेक लगाइरहेको छ अगाडिको डिस्टर्ब हामी हाम्रो साइड छ
त्यसले के गरेको अब हामी टक्कै ब्रेकमा आइपुग्यौँ है ल यहाँ हामी सही ठाउँमा त यहाँ बसाउनु सही रहेछ नि कस्तो राम्रो ठाउँ रहेछ ब्रेक रहेछ यो ब्रेक हो हाम्रो ब्रेक स्टेसन ल हामी यहाँ कफी ब्रेक गर्छौँ खाजा खान्छौँ है त के खाँदै हुनुहुन्छ तपाईँ मनिस्टर पावर आज मनिष त मनिस्टर पावर ड्राइभरले खाएको छैन हामी त कहाँ हामीलाई चाहिँदै चाहिँदैन है चाहिँदैन यो खतरा ठाउँमा त आइपुग्यो होइन हामी चाहिँ अहिले यस्तो ठाउँमा छौँ आइसक्रिम खाने हो के खाने भनेर भाइ बहिनीहरूले यस्तो देखिरहेको छ आइसक्रिम दो जसका भनेको चाहिँ सोधिरहेको छ आइसक्रिमको किन जाने आउँदाखेरि टोइलेट जाने हो जति त देख्नै हुने साथीहरू कता हो ओमियागे भन्ने दाइजी हो जीवनदेखि ओमियागेमा अब कोही के मन भने ताबे ताबे सब के पारी गरेको सुकुने ए सुची ओचिरहेको गरेको नि Ande mau cerita karena contoh sawat motor ni.すごいこれ。これラストが